उठाइए ना उठाइए। हेलो सर, दिस इज फ्रम एनसेल कस्टमर केयर। म हजुरको कसरी सहयोग गर्न सक्छु? मैले हिजो 100 रुपियाँको रिचार्ज हालेको तर रिचार्जै छिरेन। हजुरले यही नम्बरमा हाल्नुभएको हो? अब सर म 2 नम्बरी काम त पक्कै नि गर्दिनँ 20-25वटा नम्बर हुनका लागि। हजुरको नोटिफिकेसनमा ब्यालेन्स 0 भनेर चाहिँ आयो? हजुर सर, यु हेभ बिन क्रिएटेड यति यति भनेर चाहिँ आयो तर ब्यालेन्स चाहिँ आएन। चेक गरिदिन्छु, केही समस्या आउन सक्छ। केही समयपछि हजुरको ब्यालेन्स त पसेको छ त। ब्यालेन्स हजुरको अहिले 98.5 छ त हाम्रो सिस्टममा त। हजुर सर, त्यही त भनेको त। मैले 100 रुपियाँको ब्यालेन्स हालेको 98.5 रुपिस मात्रै देखाइरहेको छ। त्यो 1.5 रुपिस चाहिँ हजुरहरूले मोमो खाना लानुभएको। 1.5 रुपिसको त मोमोको अचार पनि आउँदैन। अरे सर, त्यो त ट्याक्स पो हो त। त्यो कम्पनीले काट्छ क्या, हामीले होइन। त्यसो भए त रिचार्जमै लेख्नुपर्छ नि, यो रिचार्ज हाल्दाखेरि 98.5 रुपियाँ मात्र पस्छ है भनेर। त्यहाँनिर चाहिँ 100मा 100 पस्छ भनेको छ नि, यहाँनिर चाहिँ हाम्रो 1.5 रुपियाँ यत्तिकै काटिदिने त्यस्तो पाइन्छ। अरे सर, त्यो हाम्रो हातमा हुन्न क्या। कस्तो नबुझ्नु भयो हजुरले। यही कारणले, यही 1.5 रुपियाँको फ्रडको कारणले गर्दा गरिबहरू गरिब हुँदै गएका छन् यो देशमा, धनीहरू धनी हुँदै गएका छन्।